गुड मर्निङ गाइस। आज चाहिँ नि हामी दुईजना कलर एक्सचेन्ज खेलेर आछौँ। ल दुईजनाको सामान रेडी हो? यस। ल ल ल रेडी? रेड 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 ल रेड ल रेड 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 ल दुईजना ल हेर हेर दुईजना रेड एउटा आउँदै थियो 2 3 ल ल ल ल ल ल ल ल देखाऊ देखाऊ रेड कलर। ल रेड कलर के हो? सोइन दादाको रेड कलर खोज। सबै देखाउनु हुँदैन नि त्यसरी। ल रेड कलर ल एक्सचेन्ज गर त्यो दादालाई दियो। ओ ल जितेको जिते अगाडि राख्नु अगाडि आफ्नो आफ्नो अगाडि राख्नु। ल ल अब ल तिम्रो के हो? अब दादाको पाल दादाको तिम्रो पाल पर्पल 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 कलर। ल पनि 1 2 3 भन्ने हो नि झिक्ने क्या 1 2 3 ल ल यही नै छोड्नु खोइ मेरो पाल। ल खोज छैन भने त तिमीले फेरि ऊ के अरे सजाय पाउँछ नि। ल छिटो खोज छिटो। ल पर्पल कलर खोला ल छिटो। 2 3 गो। ल देखाउ के हो? ल देऊ एक्सचेन्ज गर। ये ल ल अब कुन कलर? अब येलो। ल येलो 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 खै येलो ल सोइन दादाको येलो कहाँ गयो? येलो खै त? हो त्यही हो। ल एक्सचेन्ज गर। 1 2 3 ल ल ल ल देखाउ हो यो ल सोइनको बाल ब्ल्याक ल ब्ल्याक ल ल भेटेन खोज ब्ल्याक कलर खोज। 1 2 3 गो। ल देऊ वाउ के हो? सोइन दादाको डल्फिन। सोइन अरू स्वानले के ल्याइदिएछ? ल आउ डार्क ब्लू ल 1 निकाल्नु त्यही चाहिँ 1 2 डार्क ब्लू। ल देखाउ त्यो ब्लू कलर। ओ ब्लू बल तिमीलाई चाहिँ मलाई यो पेनको। ल ल ल अब नेक्स्ट अब कुन कलर? अब पर्पल पर्पल ल पर्पल 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 यही नै थियो। ल खोज छिटो सोइन दादाले भेटिछ। ल रेडी 1 थाहा भएन मेरो पर्पल खोइ। नेक्स्ट कलर कुन? नेक्स्ट कलर ब्राउन दे। ल ब्राउन 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 त्यो त्यस्तो हो। ल ल ब्राउन ब्राउन 1 2 3 गो। ल एक्सचेन्ज वा ल अब कुन कलर? अब ल ल ल कुन कलर? व्हाइट वाइट ल वाइट ल वाइट रेडी 1 2 3 गो स्टार्ट। ए सेम टु सेम दुईजनाको कलर इज पिङ्क। ओके पिङ्क 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 ल पिङ्क 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 1 2 3 वाउ के हो दुईजनाको गिफ्ट? वाउ सोइन दादाको वाउ पिङ्क पिङ्क। ल अब म भन्छु। ल भन ल अब कुन? हैन लाइट ब्लू लाइट ब्लू लाइट ब्लू ग्रीन कलरको आइसक्रिम आयो। आमामा गिफ्टहरू त के हो कति धेरै हो। अर्को एउटा छ मेरो हाम्रो र गिफ्टहरू एक्सचेन्ज गरेको। कसले दिएको यति धेरै गिफ्ट? सोइनदारले त। सोइनको चाहिँ आमा कति धेरै गिफ्ट हो? सोइनको खै गिफ्टहरू देखाऊ। आमा कति धेरै हो माई लर्ड कति धेरै गिफ्ट हो यिनीहरूको। खानेकुरा दुईटा मात्रै भयो हो सोइन दादा खानेकुरा चाहिँ कति पायो त? एउटा दुईटा तीनटा। मजा आयो गेम खेलेर? मसित नि तीनटै छ। चारवटा छ। आमा खानेकुरा नि त है। सोइन दादाको चाहिँ फेभरेट चिज दिएर छ नि त सुहानीले। 1 एउटा फेभरेट दुईटा फेभरेट। सुहानीको चाहिँ सोइनदारले यो गिफ्ट दिएको। ल